ओ मुक्तिनाथ चिसो आएको यहाँ त गुरुआमाको फाइदा लिनु पऱ्यो क्या खोकी लाग्यो यो चाहिँ हिँड्छ मान्छे नै फेरि फेर्ने बेला कन्फिडेन्ट त ओहो कुकर भराए त्यो पनि अझ फट्याङवाला हाम्रो गुरुआमासँग चाहिँ हामी पुरा मुक्तिनाथ दर्शनमा हिँडिरहेका छौँ साह्रै चिसो छ मैले हैन गाडी त यहाँसम्म आउँदैन अग्लो गाडी मिल्छ नि यता चाहिँ भन्नु सानो नै आछ मुक्तिनाथको दर्शन किसिमको गाडी यो पनि 7 जना यति माया गरेर त्यो गाडी त्यो अस्तिको अल्टो किन्नेलाई ठिक छ नि सुरतलाई सुरतले नमानेर त नि नमाने भन्दा पनि पैसा फेरि गुरुले ल बिस्तारै कुरा जसले चाहिँ गिफ्ट दिएको नि उसैलाई गएर भनिदिएर हो आफूलाई त्यो किन इरिटेट भएको भन न 2 दिन लागि मैला भइहाल्यो कि त्यही भएर नि त्यहाँ होइन त्यो फेरि त्यो जुन दिन गुरुले लिएर भयो नि नानीले मागिसक्यो नि मन्दिर त्यही हो गुरुआमा मुक्तिनाथको मन्दिर त्यही हो यति हिँडेपछि त अलि चस्मा कस्तो Thank you. Guys, let's be garo. Oh my god. Last garo. Running गर्दै गर्दै आएको हैन हुर्रे मुस्ताङ काग के मुस्ताङ मन्दिर चाहिँ माथि यो चाहिँ नेपालको नक्सा छ है
गाइज त्यो यस मुक्तिनाथ दिस इज माई सेकेन्ड टाइम यो मेरो दोस्रो पटक है मुक्तिनाथ चाहिँ दिस इज माई सेकेन्ड टाइम अब त्यो तल चढाउने हुन्छ नसिँहै पाउनु माथि त पाउँदैन जय मुक्तिनाथ चिसो चिसो पानी मुक्तिनाथ यता चिसो चिसो पानी चिसो चिसो पानी खान सकिँदैन गाह्रो भएको कुरामा सेची मुक्तिनाथको लाइन है भेटा मुक्तिनाथ मुक्तिनाथबाट हामी अब फर्केको अवस्था छ यहाँको हामीले गर्दाखेरि एन्टिलाइट परेको छ है पुरानो मुक्तिनाथ है उसलाई भन्दा नि त्यो त होइन नि बेत्रावती सुन्दर मुक्तिनाथ मुस्ताङ हेर्नुहोस् त ओ माई गॉड
सुन्दर मुक्तिनाथ लागेन आमा वेट अहिले त कुरामा खै त्यस्तो केही भएन खै अब रिङ्गटा पो लाग्यो भाइ हो अब लाग्यो हो अब झर्दाखेरि चाहिँ लाग्यो अब अहिले त्यो उ भयो त्यसले त्यसै रिङ्गटा लाग्यो भाइ मलाई चक्लेट छ मेरो गोजीमा त्यही अँ चक्लेट खानु भयो कुरामा गुरुआमालाई लेक लागिरहेछ चक्लेट ए त्यो अहिले चिगममा चारवटा चक्लेट लिएर चिगमले झन् बढी भोक लगाउँछ नि ल मलाई पनि लाइसेन्स निकाले पनि छ नि रोडमा चलाउनु चाहिँ लास्ट मुक्तिनाथ दर्शनको लागि आउनु भगवानको दर्शन गर्न आउनुभएको बस कागबेनी यहाँबाट 4 घन्टा रे त्यो विराजको त छोरो प्रभु बाउ होइन चरा चाहिँ त्यो टुप्पी त्यो टिक्दैन नि त्यो त्यसलाई अरू कसैले होइन त्यो उसले के अरे त्यो के अरे ठिक छ र चाहिँ र नै हो होइन कुरो मिलाउनु चाहिँ पर्छ कनेक्सन चाहिँ त्यही पनि चेक गरी हेर्न राम्रो खालको रहेछ नि भइगयो कति राम्रो देख्यो भने कतै राम्रो तल पुगेछ जति तल आयो त्यति राम्रो एउटा मस्या लत्त झरेर यो ढुङ्गामा अड्केर मान्छे हजुर केही नभएको मान्छे हामी आएको नि घोडाघोडी नि हो क्या तेह्र चाहिँ एक्लै गर्छ जुन चाहिँ खतरा छ है म फेरि सरी मागिहाल्छु नि फेरि गल्ती फिक्स राखेर खिच्यो नि हो टाइमलाई यो बनाएको ताल हो यो ताल के अरे ड्याम फुटेर गाउँ बगायो भने के गर्छ पर्छ र जस्तै ल्याएर फेरि पर्छ होला ए त्यो भ्लग बनाउनेले चाहिँ त्यो युज गर्दो रहेछ अहिलेको सबभन्दा राम्रो भ्लग सानो डिस्प्ले हुन्छ तल टेक्रिकको त्यही भएर ब्रेक नलाग्नलाई के गर्नुपर्छ लसुन र टिमुरहरू अनि माइन्ड डाइभर्ट भइसकेपछि अनि त्यो अक्सिजन क्या बडीमा नत्र चाहिँ आत्तिर अक्सिजन लिँदैन नि त मान्छेले हो मलाई चाहिँ त्यो लाग्यो यो स्तूपा जस्तो देखेर ए
आएपछि गाइस मेरो हुन्छ तरेमा मन परेन गाडी माथि जाँदा त है गाडी त फकाइ लाग्ला जस्तो लाट पर्ने मलाई भने वाउ खिच्दै नखिच्ने मान्छे पनि अगाडि लुमानथाङ जानु पर्यो त्यो लोमानथाङ जाने अप्पर मुस्ताङ लोमानथाङ त्यो डेन्जर है स्पेस त्यो घोडाघोडी होइन यो घोडाघोडी भने त दाङमा दाङतिर हो यो जताततै छ त ब्यागतिर नि छ घोडाघोडी हजुर त्यही त अनि पश्चिमतिर के पहिले अहिले अलि बेलुका सिकायो नथिजाने फेरि यस्तो कता गयो लगायो ब्रेक हालिसक्यो उहाँ पुग्यो क्या कता उतै पुगेछ नि सब ब्याग हुन्छ चेकिङ अरू गरेर मार्फक हाम्रो हुँदैन नि त्यस्तो कान्छेलाई त अर्को आउनु यहाँबाट देखिए होइन मैले हो अब चाहिँ देख्यो नि त अहिले मैले ओभरल्याप चाहिँ यस पुग्यो त्यो पुस्तकको मार्फतमा पनि कस्तो आयो तपाईँ एउटा आएको नि आयो ऊ आयो अर्को नि आयो सान्द्रापट्टि चाहिँ खाना गयो कति त्यो छाला रहेछ छाला अनि यहाँ आएर भागिसक्छ